नमस्कार सबैमा, म प्रकाश तिवारी। तपाईहरु सबैजनालाई पिटी केमिस्ट्री च्यानलमा स्वागत छ। आज म तपाईहरुको लागि अब बोर्ड एक्जाममा तपाईहरु पसिसकेपछि बोर्ड एक्जाममा तपाई चाहिँ बोर्ड एक्जामको लागि तपाई एक्जाममा गइसकेपछि तपाईले के कुराहरुमा ध्यान दिने त, अथवा तपाई एक्जाम हलमा बस्दाखेरि तपाईले के कुराहरु ध्यान दिने भन्ने कुरामा चाहिँ मैले आज एउटा भिडियो बनाएको छु। यो भिडियोमा चाहिँ म तपाईहरुलाई के कुरा भन्छु त भन्दाखेरि तपाईले क्वेशन पेपर पाएदेखि तपाईले त्यहाँबाट निस्किने टाइमसम्म तपाईले गर्ने कुराहरु के हो त, हामीले के कुराहरुमा चाहिँ हामीले क्वेशन पाएदेखि चाहिँ हामीले गर्नुपर्ने कुराहरु के हो र हामीले के गर्दा चाहिँ बेस्ट होला भन्ने कुरामा चाहिँ मलाई लागेको कुराहरु तपाईहरुसँग शेयर गर्न गइरहेको छु। पहिलो कुरा भनेको चाहिँ हाम्रो क्वेशन पेपर स्क्यान टेक्निक भन्छौँ हामी। क्वेशन पेपर स्क्यान टेक्निक भनेको चाहिँ हामीले 2-3 मिनेट चाहिँ के गरौँ त भन्दाखेरि क्वेशन्सहरुलाई पढौँ। 2-3 मिनेट क्वेशन पढ्दै गर्दाखेरि चाहिँ हामीलाई के थाहा हुन्छ, कुन क्वेशन इजी छ भन्ने कुरा थाहा हुन्छ, कुन लङ क्वेशन आएको छ भन्ने कुरा थाहा हुन्छ, कुन सर्ट क्वेशन आएको छ भन्ने कुरा थाहा हुन्छ। यसले गर्दाखेरि तपाईको स्ट्र्याटेजी के हुन्छ, तपाईको डेभलप हुन्छ, तपाईलाई के हुन्छ, स्ट्र्याटेजी तपाईको क्लियर हुन्छ। हेर्नुस् है, तपाईले कुन यो हाम्रो मेन कुरा भनेको हामीले कति क्वेशन्सहरु हामी किन बिगाड्छौँ त भन्दाखेरि हामीले क्वेशन राम्रोसँग नपढिकिन चाहिँ हामीले एन्सर लेखेर हाम्रो धेरै बिग्रेको छ। त्यही भएर क्वेशन पेपर स्क्यान टेक्निक भनेर भन्छौँ हामी। यो 2-3 मिनेटको कुरा मात्रै हो, तर यो 2-3 मिनेटको कुराले तपाईको स्ट्र्याटेजी एक्जामको चाहिँ स्ट्र्याटेजी टेक्निकलाई चाहिँ के गर्छ, क्लियर गर्ने चाहिँ काम गर्छ। अब तपाईले अब दोस्रो कुरा भनेको तपाईहरुको के हुन्छ त भन्दाखेरि अब तपाईको फर्स्ट एन्सर, अब तपाईले लेखेको फर्स्ट एन्सर चाहिँ के हुनु पर्यो, बेस्ट एन्सर हुनु पर्यो। हेर्नुस् है, तपाईले एउटा यस्तो एन्सर चुज गर्नु पर्यो जुन एन्सर तपाईको सबैभन्दा सजिलो र तपाईले एकदमै राम्रो तरिकाले प्रेजेन्ट गर्न सक्नुहुन्छ। त्यो एन्सर तपाईले खोजेर सुरुमै त्यही एन्सर चाहिँ हिट गर्नुस्। अब त्यो किन गर्ने त भन्दाखेरि हामी आफै पनि एक्जामिनर पनि हौँ, बोर्ड पेपरहरु हामी पनि आफै पनि चेक गर्छौँ, तर हाम्रो फर्स्ट इम्प्रेसन चाहिँ हाम्रो के हुनु पर्यो त भन्दाखेरि राम्रो हुनु पर्यो। तपाईले यस्तो इम्प्रेसन पार्नुस् फर्स्ट क्वेशनबाट, ताकि त्यो एक्जामिनरलाई चाहिँ अरू क्वेशनमा चाहिँ तपाईलाई बेनिफिट रहोस्। हैन, यो स्टुडेन्टले राम्रो लेख्न सक्छ, यो स्टुडेन्ट राम्रो रहेछ, कन्सेप्ट राम्रो रहेछ, सबै कुराहरु आउँदो रहेछ भनिसकेपछि त्यो बेनिफिट तपाईलाई अरू क्वेशनमा तपाईले पाउन सक्नुहुन्छ। त्यही भएर हाम्रो बेस्ट एन्सर, फर्स्ट एन्सर चाहिँ हाम्रो के हुनु पर्यो त, बेस्ट एन्सर चाहिँ हाम्रो हुनु पर्यो। अब तपाईले यो एन्सर लेख्दाखेरि हेर्नुस् है, म तपाईहरुलाई कहाँको कुरा गरिरहेको छु त भन्दाखेरि तपाई एक्जाम हलमा बसिसकेपछिको कुराहरु गरिरहेको छु। तपाईले बेस्ट एन्सर लेख्नु भयो। फर्स्ट एन्सर इज बेस्ट एन्सर। यो बेस्ट एन्सरले के गर्छ, इम्प्रेसन बढाउँछ। अब तेस्रो कुरा भनेको हाम्रो के हुन्छ त भन्दाखेरि तपाईले यो एन्सरमा चाहिँ किवर्ड्सहरु तपाईले के गर्नुस्, एड गर्नुस्। किवर्ड्स भनेको चाहिँ के छ, डेफिनेसन छ भने डेफिनेसन छ, हैन, तपाईको क्याटलिस्ट होला, तपाईको प्रिन्सिपल, कुनै रियाक्सनको प्रिन्सिपल, यस्तो हेडिङहरु तपाईले लेख्नु भयो भने टिचरहरुलाई चाहिँ त्यहाँबाट तपाईलाई कति मार्क्स दिने अथवा चाहिँ तपाईको एन्सरमा चाहिँ के छ भन्ने कुराको के हुन्छ, क्ल्यारिटी हुन्छ। त्यसले गर्दाखेरि त्यहाँबाट तपाईले मार्क्सहरु लुज गर्न सक्नुहुन्न, तपाईको मार्क्स इजिली आउने कुराहरु हुन्छ। त्यही भएर हामीले की पोइन्टमा पनि के गरौँ त, हामीले फोकस गरौँ। लेख्दै गर्दाखेरि हामीले प्याराग्राफ बनाएर लेखौँ। एउटै एन्सरलाई चाहिँ एकदमै एकै ठाउँमा लङ गराएर नलेखौँ, कम्तीमा त्यसलाई चाहिँ प्याराग्राफ फर्ममा चाहिँ प्रेजेन्टेसन चाहिँ हाम्रो के हुनु पर्यो त, राम्रो हुनु पर्यो। हाम्रो प्रेजेन्टेसन, हामीले क्वेशन जानेको छौँ तर प्रेजेन्टेसन हाम्रो राम्रो भएन भने पनि त्यहाँबाट हाम्रो मार्क्स चाहिँ आउँदैन। अनि अर्को कुरा भनेको चाहिँ हाम्रो क्वेशनको चाहिँ हाम्रो लेन्थ कसरी सोधेको छ, क्वेशन चाहिँ हामीलाई कसरी सोधेको छ, 1 मार्क्समा सोधेको छ भने त्यसलाई त्यही अनुसारले तपाईले एन्सर दिनु पर्यो। 2 मार्क्समा सोधेको छ, क्वेशन अनुसारको चाहिँ हाम्रो वेट चाहिँ हुनु पर्यो, एन्सरको वेट चाहिँ हाम्रो त्यो अनुसारको चाहिँ हुनु पर्यो। जस्तो कि तपाईलाई 5 मार्क्सको क्वेशनहरु सोधेको छ, इभन नेम रियाक्सनमा ABCDE भनेको छ, तपाईले सजिलै ABCDE लेखेर 5 मार्क्स लिएर आउनुहुन्छ होला, तर चाहिँ त्यसले प्रेजेन्टेसन राम्रो गर्दैन। प्रत्येक रियाक्सनलाई के गर्नुस्, ब्रेक गर्नुस्। प्रत्येक रियाक्सनमा नेम रियाक्सन छ अथवा जोडिएको हुन्छ नि त, कन्भर्ट A to B, B to C, C to D भन्ने कुरामा कहीं न कतै नेम रियाक्सनहरु जोडिएको हुन्छ, अक्सिडेसन जोडिएको हुन्छ, रिडक्सन जोडिएको हुन्छ। प्रत्येक चेनलाई के गर्नुस् त, ब्रेक गर्नुस्। A to B लाई ब्रेक गर्नुस्, B to C लाई ब्रेक गर्नुस्। यसले गर्दाखेरि तपाईको प्रेजेन्टेसन पनि एकदमै राम्रो र तपाईले त्यहाँबाट लास्टमा तपाईले के गर्नुहुन्छ, ABCD लेखेर सबै कुरा चाहिँ तपाईले क्लियर गरिदिनुहुन्छ। जानेको त अर्को स्टुडेन्टले पनि त हो नि, जसले ABCD लेखेको छ तर डाइरेक्ट लेखिदिएको छ, तर तपाईले के गर्नुभएको छ, प्रत्येक स्टेपलाई तपाईले के गर्नुभएको छ, ब्रेक गर्नुभएको छ। यो नसोच्नु होला कि तपाईलाई टाइम पुग्दैन भनेर नसोच्नु होला। तपाईले राम्रो तरिकाले प्रेजेन्टेसन खत्रै गरेर पनि तपाईहरुलाई इनफ टाइम चाहिँ बोर्ड एक्जामको लागि पुग्छ। यो कुरा चाहिँ तपाईहरु ढुक्क रहनुस् भन्न चाहन्छु मैले। र अर्को कुरा भनेको चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि
यो रिएक्सनहरूमा चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि क्याटलिस्ट टेम्परेचर प्रेसरको कन्डिसनहरू हुन्छ रिएजेन्टहरूको कन्डिसन हुन्छ अथवा रिएक्सन त सबैले लेख्छ A to B लेख्छ तर चाहिँ हाम्रो त्यहाँ त्यो जुन त्यसमा हुनुपर्ने कन्डिसन टर्म कन्डिसन रिएजेन्टहरूको चाहिँ कुराहरू हामी थोरै मिस गऱ्यौँ भने पनि त्यहाँबाट चाहिँ हाम्रो मार्क्सहरू लुज हुनसक्छ यो कुरामा चाहिँ तपाईँहरू चाहिँ बढी फोकस रहनु होला अनि अर्को कुरा भनेको चाहिँ तपाईँहरूले इक्जामको लागि तपाईँले ब्ल्याङ्क पेपर चाहिँ कहिले पनि नछोड्नु होला तपाईँले ब्ल्याङ्क छोड्नु भयो भने चाहिँ हामीले इक्जामिनरले तपाईँलाई कहीँ कतैबाट पनि 1 मार्क्स 0.5 मार्क्स तपाईँहरूको ग्रेड अफ ग्रेडको कुराहरू हुनसक्ला अनि तपाईँहरूको चाहिँ A+ आउन सक्ने कुराहरू हुनसक्ला तपाईँहरूको चाहिँ B+ आउन सक्ला A आउने कन्डिसन पनि हुनसक्ला तपाईँ एटलिस्ट तपाईँले नजानेको छ अथवा त्यसमा तपाईँलाई डाउट छ भने पनि त्यसमा चाहिँ तपाईँले कुनै क्वेसन तपाईँलाई दिएको छ भने त्यसको पेरिफेरीमा रहेर तपाईँले एन्सर दिनुभयो त्यो पेपर तपाईँले ब्ल्याङ्क छोड्नु भएन भने पनि तपाईँको त्यहाँबाट के हुनसक्छ मार्क्सहरू आउन सक्छ हामी के गर्छौँ आएन हामी छोडिदिन्छौँ त्यस्तो चाहिँ नगरौँ बोर्ड इक्जाम हो तपाईँले गिभन लेखे पनि तपाईँलाई चाहिँ स्टेप बाई स्टेपको तपाईँले मार्क्स पाउनुहुन्छ दोस्रो कुरा भनेको तपाईँलाई लजिक पनि केही आएन त्यसको कम्प्लिट एन्सर लेख्न आएन भने पनि त्यसको साइडमा भएको अथवा त्यो कुरा जोडिएको कुराहरू के हुनसक्छ त कुनै टर्म चाहिँ जुन क्वेसनको टर्मिनोलोजी तपाईँलाई आएको छ त्यो टर्मिनोलोजी जोडिएको कुराहरू के हुनसक्छ हामी त्यो जोडिएको कुराहरूको एन्सर लेख्यौँ भने पनि हामीले केही न केही जसलाई ग्रेड अफ ग्रेड गर्नुपर्ने छ जसलाई इभन पास हुन पनि गाह्रो छ भने तपाईँहरूले चाहिँ यो कुरामा फोकस गर्नुभयो भने ब्ल्याङ्क पेपर नछोड्ने कुरामा फोकस गर्नुभयो भने यसले तपाईँलाई धेरै नै फाइदा गर्छ यो सबैभन्दा बुझ्नुपर्ने स्ट्राटेजी हो र अर्को तपाईँहरूले चाहिँ यो जुन यो तपाईँले मैले बायोको कुराहरू भयो फिजिक्सको कुराहरू भयो सबै कुरामा चाहिँ तपाईँले टिचरको साइकोलोजीबाट एन्सर लेख्नुहोस् भन्छु मैले टिचरको साइकोलोजी भनेको मेरो आँखाले के खोजेको छ तपाईँले त्यही कुरा लेख्नु पर्यो अनि मात्रै मैले हेर्न खोजेको कुरा चाहिँ मैले पेपरमा पाउँछु तपाईँले आफ्नो साइकोलोजीबाट भन्दा पनि टिचरको साइकोलोजीबाट एन्सर लेख्नुहोस् टिचरले के खोजेको छ सपोज कुनै डायग्राम तपाईँले बनाउनु भएको छ भने त्यसको प्रेजेन्टेसन राम्रो गर्नुहोस् त्यसको लेभलिङ राम्रो गर्नुहोस् होइन त्यो लेभलिङ राम्रो गर्नुभयो भने चाहिँ तपाईँको सबै कुराहरू टिचरले बन्डल अफ कपी चेक गर्नुपर्छ होइन एक दिनमा उसले 50-60वटा कपीहरू चेक गर्ला अथवा उसले मास नम्बर अफ कपीहरू टिचरले इक्जामिनरले चेक गरेको हुन्छ त्यसले गर्दाखेरि तपाईँको सबै कुराहरू लाइन टु लाइन टिचरले हेर्न भ्याउँदैन नभएको कन्डिसनमा तपाईँको डायग्रामले सबै कुराहरू बोल्छ तपाईँको पिक्चर तपाईँको लेभलिङले सबै कुराहरू बोल्छ तपाईँले लेखेको रिएक्सनले सबै कुराहरू बोल्छ भने हाम्रो फोकस चाहिँ त्यो कुरामा चाहिँ हुनु पर्यो ल्याङ्ग्वेजमा कम हाम्रो डायग्राम हाम्रो रिएक्सन रिएजेन्ट टेम्परेचर क्याटलिस्ट यो कुराहरूमा चाहिँ हाम्रो के हुनु पर्यो फोकस हुनु पर्यो अनि अब तपाईँले इक्जाम दिनुभयो तपाईँ अब लास्ट 10 मिनट्समा आउनुभयो लास्ट 10 मिनट्समा आइसकेपछि तपाईँले के गर्ने त अब त इक्जामको चाहिँ के भयो त 15 मिनट बाँकी छ अब 10 मिनट बाँकी होला तपाईँले हेरिरहनु भएको छ टाइम अब त्यो 10 मिनटमा हामी के गर्ने त भन्दाखेरि एटलिस्ट तपाईँले एन्सर चेक गर्नुहोस् न्युमेरिकल चेक गर्नुहोस् है न्युमेरिकल चेक गर्नुहोस् युनिटहरू चेक गर्नुहोस् अनि त्यसपछि गएर क्वेसन नम्बरहरू चेक गर्नुहोस् अब कुन क्वेसन नम्बर तपाईँले गर्नुभएको छ युनिट चेक गर्नुहोस् न्युमेरिकलको एन्सर चेक गर्नुहोस् युनिट न्युमेरिकलको एन्सर र त्यसपछि क्वेसन नम्बरहरू चेक गर्नुहोस् कहीँ कतै कुनै क्वेसन चाहिँ छुटेको पो छ कि अथवा कहीँ कतै केही कुराहरू भएको छ कि त्यसलाई चाहिँ 10 मिनटभन्दा अगाडि अथवा मिल्छ भने 10-15 मिनट अगाडि नै त्यो कुरालाई के गर्नुहोस् तपाईँले रिकल गर्नुहोस् हेर्नुहोस् यो यसले के हुन्छ त भन्दाखेरि तपाईँले कुनै क्वेसन छोडेको अथवा कुनै क्वेसनमा तपाईँले चाहिँ ऱ्यान्डमली एन्सर लेखेको भन्दा पनि तपाईँले एकचोटि त्यसलाई फेरि रिकल गरेर हेर्दै गर्दाखेरि त्यसले चाहिँ तपाईँको एन्सरमा क्लियरिटी र तपाईँको एन्सरमा कहीँ कतै केही कन्फ्युजन रहेछ भने त्यो कुरा के गर्न चाहिँ क्लियर गर्न चाहिँ हेल्प गर्छ राइट वाट एक्जामिनर्स वान्ट नट एभ्रिथिङ यु नो भन्छ इक्जामिनरले जे खोजेको छ त्यो कुराहरू लेख्नु होला तपाईँले आफूले जानेको कुरा चाहिँ लेख्नुपर्छ भन्ने चाहिँ छैन र इक्जामिनरले कुन एन्सर खोजेको छ र के खोजेको छ भन्ने कुरामा चाहिँ फोकस रहनु होला र यो कुराहरू चाहिँ तपाईँले ध्यानमा राखेर आफ्नो तयारीलाई एकदमै अगाडि बढाउनु होला र चाहिँ तपाईँहरूको इक्जाम चाहिँ डेफिनेटली तपाईँले राम्रो गर्नुहुनेछ नाच्दिनुहोस् आनन्द रहनुहोस् मस्त रहनुहोस् सुत्नुहोस् टन्न पानी पिउनुहोस् यो टाइममा चाहिँ धेरै हेभी फुड्सहरू केही नखानुहोस् लाइट फुड्सहरू ड्रिङ्क्सहरू इनफ चाहिँ यो गर्मी पनि छ यो सबै कुराहरूमा चाहिँ ख्यालमा राखेर आफ्नो हेल्थलाई पनि चाहिँ एउटा साइडबाट चाहिँ आफू मेन्टल्ली र फिजिकल्ली चाहिँ प्रिपेयर्ड पनि हुनु होला भन्दै म आज चाहिँ यहाँबाट बिताउन चाहेँ र कसैले पिटी केमिस्ट्री च्यानललाई सब्सक्राइब गरेको छैन भने कृपया सब्सक्राइब लाइक सेयर सबै गरिदिनु ओके थ्याङ्क यू बाइ